हाई भनिदिनु जुनार कस्तो लाग्यो हजुरलाई? जुनार एकदम रसिलो रसै रस रहेछ झरर ओहो सिस्नोहरू पनि रहेछ है सिस्नो पनि छ यहाँ यता चाहिँ सुकेछ अलिअलि बुढो बोटहरू रहेछ यता चाहिँ पुरानो मिठो चाहिँ नयाँ बोटको हो कि नर बोटको कि पुरानो बोटको हुन्छ सानो सानो रहेछ यो पुरानो बोटमा चाहिँ आइज अब उता झर्दैछ बगैँचा मुनि नै धानै धान रहेछ ल तल नि कालो घारीमा आइयो बेसार घारी पनि छ त हो बापरे बाप ल यहाँ माथि जुनार तल फेदमा हामी यस जुनारको फेद मुनि छौँ यहाँ घाम पनि देखिँदैन रहेछ आमा के साह्रो रहेछ त हौ लटर यो जुनार सबै बिक्री हुन्छ हजुर बिक्री हुन्छ यिनीहरू पनि तपाईँको हामीले त्यो खनेहरूतिर किन्ने त कतिपय यस्तै होला एउटा सिटी खिच्नु गरिराख्नु यता हेर्नुहोस् त युट्युबलाई हजुर मेडिसिन एउटा यस्तो हजुर हिँडिरहनु त माथिबाट सिधा राम्रो आउँछ कि तपाईँको यताबाट पनि राम्रै आइरहेछ है अगाडि फर्केर आउँछ हुन्छ र अब अगाडि फर्केर आउँ यता हेरेर जानु है एकचोटि हो हिँड्नु ल अब यस्तो सरेको राम्रो देखिन्छ आहा कस्तो राम्रो सिन छ अब चलिरहनु है ल गाइस जुनार खाने आज जुनार है जता आएर त्यही जुनार यहाँ जुनार त्यहाँ जुनार कति खानु यार खाँदा खाँदा भुँडी फुल भइसक्यो अब त ठाउँ पनि छैन हो कहाँ हटाउनु जुनार यति धेरै सुन्तला पनि रहेछ यहाँ तर सुन्तला एकदम कम रहेछ है जुनार त कति हो यार भरि यसरी झरेको छ कुन खानु कुन नखानु ल यहाँ दुईटा झुन्डिरहेको छ ल हेर्नु त गाइज पल्लो छेउसम्म जुनार छ है यहाँ बापरे बाफ लेट्स गो माथि साह्रै राम्रो छ है भ्युज टक्क लेट्स गो अब जाउँ है त जुनार खाइयो टन्नै अब लिएर जाने हो यत्रा गरी
है त अझै माथि जान सक्नुहुन्छ त्यहाँबाट हजुर माथि त्यो बिचमा जानुहोस् त हजुर हजुर ओहो यहाँ त नजाउँ होला यो कतिको साह्रो हुन्छ पुरा साह्रो हुन्छ यो भाँचिँदैन यो दह्रो हुन्छ काँडा त हुन्न त्यही छ सजिलो छ काँडा हुन भने चाहिँ बिजोक हुन्थ्यो नि त माथि पो आइपुगेछ ल जुनार पनि खस्दैछ बङबङ र बुङ जुनार यस्तो जस्तै गर्नु पर्यो हजुर हो त्यस्तो गर्नु त यता नि हेर्नुहोस् त टिपे जस्तो गर्नु ल काँडा चाहिँ टुप्पा टुप्पा मात्रै हुँदो रहेछ हजुर ल ओर्लेको नि ल बनाइदिउँ हजुरको यसमै मल हुन्छ यस्तै फेदतिर च्याप हुन्छ क्या हजुरको अब टक्क यसो झन् म उ गर्दिनँ त तपाईँ टिकटक बनाउनु बगानमा अलिक त भाइरल भइहाल्छ नि